जुन बलिदान दिनुभएको छ, जुन त्याग तपस्या उहाँले गर्नुभएको छ, जेन्जी पुस्ताले गर्नुभएको छ, त्यो पुस्तालाई चाहिँ म एकदमै सलामी भन्न चाहन्छु उहाँ भाइहरूलाई। उनी हुन् आशिका तामाङ। पहिले नेपाल प्रहरीलाई नै हु आर यु भनेर प्रश्न गर्ने, पहिले एयरपोर्टको पार्किङमा भाडा किन लिएको भन्दै थर्काउने, कहिले खुला ठाउँमा पिसाब गरिरहेको व्यक्तिहरूलाई यो पिसाब फेर्ने ठाउँ हो भनेर क्वेसन गर्ने, अनि कहिले पसलले एमआरपी भन्दा बढी रकम लिएको भन्दै किन यति पैसा लिएको, व्हाट इज एमआरपी रेट भन्दै सोध्दै जनचेतना फैलाउने। यहाँसम्म कि शनिबारको दिन सरकारी नम्बर प्लेटको गाडी देख्दा बिदाको दिन सरकारी सवारी प्रयोग गर्न पाइन्छ, पास खोइ भन्दै सरकारी कर्मचारीलाई नै चेतावनी दिने। यी सबै घटनाका भिडियोहरू उनी आफ्नै सोसियल मिडियाका अफिसियल अकाउन्ट मार्फत सेयर पनि गरिरहन्थिन् र ती भिडियोहरू धेरै जसो भाइरल हुन्थे। ती भिडियोहरूमा पोजिटिभ र नेगेटिभ दुवै खाले कमेन्ट आइरहेको हामी सबैलाई थाहा भएकै कुरा हो। उनका भिडियोहरू जनचेतनामूलक सँगसँगै इन्टरटेनिङ र अलिअलि हँसाउने खालका पनि हुन्थे। उनको सामाजिक कार्य गर्ने तरिका अरूभन्दा फरक भएकै कारण उनी आज सोसियल मिडिया प्लेटफर्महरूमा एकदम पपुलर पनि छिन्। यसै कारण सोसियल मिडियाहरूमा उनको काम गर्ने तरिका वा आशिका तामाङ नै हो कि जस्तो एक्टिङ र ट्रोल गरेर भिडियोहरू बनाउने ट्रेन्ड चलेको त हामी सबैले देखेको छौँ। तर उनले गरिरहेका सबै कामहरू व्यक्तिगत स्वार्थका लागि भन्दा पनि नेपाल र समाजको भलाइका लागि थिए। साँचो कुरा भन्नुपर्दा जुन काम सरकारले गर्नु पर्थ्यो त्यो काम आशिका तामाङ आफै गर्दै थिइन्। यो त भयो आशिका तामाङको एउटा परिचय। तर केही समय अघि अर्थात् 2082 भदौ 22 र 23 मा भएको जेन्जी आन्दोलनको क्रममा घाइते भएका युवाहरूलाई उनी आफै अस्पतालको बेडदेखि उनीहरूको घरको बेडसम्म भेट्न पुगिन् र भाइकान्छा भन्दै घाइते जेन्जीहरूकै परिवारको सदस्य आए जसरी उनीहरूको अवस्था के छ बुझ्न र उनीहरूलाई आवश्यक सहयोग हातमा लिएर उनीहरूको बेडसम्म पुग्छिन्। तर आन्दोलन अघि र त्यस बेलाको आशिका तामाङमा खासै फरक थिएन, किनभने आन्दोलन अघि पनि आशिका देश र समाजको सेवामा नै सक्रिय थिइन् भने त्यति बेलाको आशिका पनि देशको लागि लड्ने योद्धाहरूको साथमा उपस्थित थिइन्। आन्दोलन अघि केही व्यक्तिहरूले उनलाई फरक दृष्टिले हेरे पनि त्यसपछि धेरैजनाले बुझ्न थाले उनी साँच्चीकै एक महान महिला रहेछन्। आउनुहोस् अब आजको इनसाइड कुरामा हामी बुझ्ने प्रयास गर्नेछौँ आशिका तामाङको जीवन सङ्घर्ष र योगदानको वास्तविक कथा। भिडियो सुरु गर्नु अघि कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला। तपाईँको एउटा क्लिकले हामीलाई यस्ता थप गहिरो अध्ययनमा आधारित भिडियोहरू बनाउन मोटिभेसन दिन्छ। सो लेट्स बिगिन। आशिका तामाङको जन्म विक्रम सम्वत 2049 साल कार्तिक 1 गते धादिङ जिल्लाको गजोरी गाउँपालिका 2 मलेखुमा भएको थियो। उनी आफ्नो बुवाको जेठी श्रीमतीबाट जन्मेकी थिइन्, तर उनको बाल्यकाल अरू बच्चाहरूभन्दा निकै फरक थियो। उनका बुवाले धेरै विवाह गरेका थिए र आशिका तामाङको आमा उनी करिब 1.5 वर्षकी हुँदा उनलाई छोडेर गएकी थिइन्। त्यसपछि आशिका सानो उमेरदेखि नै सौतिने आमाहरूको यातना र कठिनाई सहँदै जीवनका दुःख र सङ्घर्ष बीच हुर्किएकी थिइन्। त्यही कारणले उनका बुवाले आशिका तामाङलाई उनी करिब 8 वर्षको हुँदा चितवन पठाउनु भयो। सानैदेखि जिम्मेवार र संवेदनशील स्वभावकी उनी आफ्नो पढाइ खर्च जुटाउनको लागि त्यही उनले एज अ चाइल्ड वर्कर अरूको घरमा घाँस काट्ने, गोबर सोर्ने, भाडा माझ्ने जस्ता कामहरू गर्दै पढ्न सुरु गरिन्। सानै उमेरमा जिम्मेवारीको भारी बोकेकी आशिकाले दुःखलाई आफ्नो साथी जस्तो अपनाइन् र सङ्घर्षकै बीचबाट आफ्नो भविष्य बनाउने यात्रा सुरु गरिन्। कक्षा 4 देखि 7 सम्म उनले चितवनमै पढेकी थिइन्। त्यसपछि केही समस्याका कारण उनी फेरि आफ्नै गाउँ मलेखु रिटर्न भइन् र घरमा त्यही पुराना प्रब्लमहरू फेस गर्न थालिन्। त्यसपछि एक दिन उनको जीवनमा एउटा ठुलो मोड आउँछ। उनी गाउँ फर्किएको वर्षमा उनको गाउँ मलेखुमा जर्मनीबाट नेपाल किन्डर हिफी इबी नामक संस्थाको टोली आएको रहेछ, जसले विशेष गरी गरिब र मेहनती विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने काम गर्दै आएको थियो। यही टोली मार्फत उनलाई पनि छात्रवृत्ति प्रदान गरिएको थियो र त्यसपछि उनी सौतिने आमाको कारण आफ्नो बुवाको घर छोडेर आफ्नो मित बुवाको घरमा बस्न थालिन्। त्यहाँ पनि उनले धेरै समस्याको सामना गर्नु परेको थियो। आफ्नो मित बुवाको घरमा बसेर उनले पाएको छात्रवृत्तिको सहायतामा मलेखु स्थित भागेश्वर माध्यमिक विद्यालय कक्षा 8, 9 र 10 सम्मको अध्ययन पूरा गरिन्। त्यो बेला उक्त संस्थाले उनलाई छात्रवृत्तिका रूपमा महिनाको 1000 रुपियाँ दिइरहेको थियो। उनी पढाइमा एकदम राम्रो थिइन्, तर एसएलसी परीक्षाको समयमा केही समस्याका कारण उनको परीक्षा बिग्रियो र उनी एसएलसीमा असफल भइन्।
त्यो असफलतासँगै उनले पाएको छात्रवृत्ति पनि गुमाइन्। तर उनीमा अझै पनि पढ्ने इच्छा थियो। त्यही कारणले उनले सो छात्रवृत्ति दिने संस्थालाई एउटा पत्र लेखिन् जसमा आफ्नो समस्या र परिस्थितिहरू उल्लेख गरिन्। त्यो पत्र पढेपछि उक्त संस्थाले उनलाई पुनः छात्रवृत्ति प्रदान गर्यो। साथै त्यही लेटरमा उक्त संस्थाले लेखेको थियो कि तपाईँ काठमाडौँमा मनपर्ने कलेज चुज गर्न सक्नुहुन्छ। त्यसपछि उनले एसएलसीको ब्याक परीक्षा दिइन् र जुन विषयमा असफल भएकी थिइन् त्यो विषयमा 79 मार्क्स ल्याइन् र विक्रमसम्म 2062 सालमा 63% सहित अर्थात् फर्स्ट डिभिजन ल्याएर एसएलसी पास भइन्। उनको पारिवारिक अवस्था राम्रो थिएन, तर जर्मन संस्थाबाट सहयोग प्राप्त भएकोले एसएलसी पास गरेपछि उनी डाक्टर बन्ने सपना बोकेर काठमाडौँ गइन्। काठमाडौँको सुकेदारामा रहेको न्यू मिलेनियम एकाडेमीमा उनले +2 मा बायोलोजी लिएर साइन्स पढ्न सुरु गरिन्। तर पढाइ सुरु गरेको करिब 6 महिनापछि उनलाई लाग्यो म यो पढ्न सक्दिनँ र त्यही कारणले उनी सँगसँगै नर्सिङ प्रिटेस्टको कोर्स पनि गर्दै थिइन्। न्यू मिलेनियम एकाडेमीमा उनी करिब 1 वर्ष जति पढिन् र सायद गाउँको सरकारी विद्यालयमा पढेको अनुभव भएकोले उनी त्यहाँ पास हुन सकिन्। कक्षा 11 को नतिजा आए लगत्तैको असफलता उनको जीवनको मोड बन्न गयो। उनको नाम नर्सिङमा प्रवेश पाउने सूचीमा समेटियो र त्यसपछि उनले नर्सिङ अध्ययन सुरु गरिन् र आफ्नो भविष्यको दिशामा आत्मविश्वासको साथ अघि बढिन्। सन् 2009 मा नर्सिङ अध्ययन पूरा गरेपछि उनका दिनहरू सामान्य रूपमा बितिरहेका थिए। त्यही बीच एक दिन उनले साप्ताहिक पत्रिकामा प्रकाशित जर्मनीको वर्क भिजा सम्बन्धी एउटा विज्ञापन देखिन् जसले उनको ध्यान आकर्षित गर्यो। उत्साहित हुँदै उनले त्यस कन्सल्टेन्सीसँग सम्पर्क गरिन् र त्यहीँबाट सुरु भयो उनको नयाँ यात्रा। उनी उक्त कन्सल्टेन्सीमा जर्मन भाषा सिक्न थालिन् र 6 महिनासम्मको निरन्तर अध्ययनपछि अन्ततः जर्मन ल्याङ्ग्वेज एक्जाम पास गर्दै जर्मनी जाने बाटो खोलिन्। त्यसपछि लगातारको प्रयासपछि जर्मन एम्बेसीले उनलाई कल्चरल एक्सचेन्ज भिजा अन्तर्गत 1 वर्षको भिजा दियो र सन् 2010 मा उनी जर्मनी पुगिन्, जहाँ नयाँ देश, नयाँ संस्कृतिको अनुभव र नयाँ सपनाको सुरुवात हुन्छ। त्यहाँ पुगेर उनले एक परिवारको घरमा चाइल्ड केयर प्रोभाइडरको रूपमा करिब 6 महिनासम्म काम गर्छिन्। त्यो समय उनका लागि केवल काम होइन, शिक्षा, अनुभव र आत्मविश्वास बटुल्ने एक अमूल्य यात्रा थियो। तर त्यहाँ पुगेपछि केही समस्याहरू आइपरे। उनलाई त्यहाँ पनि घराइसी कामहरू गर्न लगाइन्थ्यो र उनलाई लाग्यो मैले सानोमै गरेको काम फेरि नर्सिङ पढेर किन गर्दैछु। त्यसैले 6 महिना जर्मनीमा बसेपछि उनी आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल फर्किन्छन्। नेपाल आएपछि उनले सन् 2011 मा काठमाडौँको बाग बजारमा कन्सल्टेन्सी खोलिन्, तर महिनाको 7-8 हजार कमाउनु पनि उनलाई गाह्रो भयो। साथै उनलाई फिल्म इन्डस्ट्रीतिर पनि इन्ट्रेस्ट थियो। त्यसै कारणले उनले सन् 2012 मा मिस तामाङ 2012 र मिस नेसनल क्वीन 2012 मा सहभागी हुँदै मिस पपुलर र मिस फोटोजेनिक उपाधि जितिन्। त्यसैबीच उनले काठमाडौँमा आउँदा थाहा पाइन् कि उनको गाउँमा रहेको सौतेनी आमाबाट जन्मेका भाइ बहिनीलाई उनकी आमाले सानो छँदा छोडेर गएकी छिन्। त्यसपछि उनले सोचिन् आखिर आमा मेरो नभए पनि मेरै बुवाका सन्तान हुन्, मेरै भाइ बहिनी हुन्। त्यही सोचेर उनी मुलेको गएर उनीहरूलाई काठमाडौँ ल्याइन् र काठमाडौँमै पढाउन थालिन्। तर उनको कमाइले उनको भाइ बहिनीलाई पढाउन, कोठा भाडा तिर्न पुग्दैन थियो र त्यसपछि उनी फेरि सन् 2012 मा जर्मनी फर्किन्। तर त्यति बेला उनी काम गर्ने भन्दा पनि 2010 मा जर्मनी गएर 6 महिना बस्दा चिनजान भएका थोमससँग बिहा गर्ने सोचमा जर्मनी गएको थिइन् र सन् 2012 मा थोमससँग उनको विवाह हुन्छ। त्यसपछि उनी आफ्नो देशप्रतिको मायाको कारणले नेपाल र जर्मनी आउने जाने गरिरहन्थिन् र त्यही बीच नेपाल आएको समयमा सन् 2015 मा उनले आशिका फिल्म्स प्राइभेट लिमिटेड खोलेकी थिइन्। त्यही वर्ष उनले आफ्नै लगानीमा आफ्नो पहिलो मुभी सुश्री निर्माण गरिन्, जहाँ उनी मुभीमा प्रोड्युसर र एक्ट्रेस दुवै थिइन्। फिल्ममा उनले पपुलर अभिनेता आर्यन सिग्देलसँग अभिनय गरेकी थिइन् र यो चलचित्र पूर्ण रूपमा नेपाली मुभीको रूपमा रिलिज गरिएको थियो। तर उक्त फिल्म डिरेक्टरको टिमले चोरेर बनाएको कारणले मुभी टेम्पोररी रूपमा डिलिट हुन्छ र त्यस फिल्ममा उनले गरेको 1 करोड भन्दा बढी लगानी सबै डुब्छ। मुभी डिलिट हुनु अघि उनी जर्मनी फर्किसकेको थिइन् र उनी जर्मनीमा हुँदा सन् 2016 मा उनको पहिलो सन्तान छोराको जन्म भयो। त्यही समयमा उनले महसुस गरिन् कि मलाई पनि मेरो आमाले यसरी नै जन्माएको थिइन् होला। त्यही सोच्दै उनको मनमा एउटा गहिरो प्रश्न उठ्यो, को रहेछन् मेरो आमा, किनकि आजसम्म पनि उनलाई आफ्नो आमाको पहिचान थाहा छैन। त्यसपछि नेपाल फर्किएपछि आशिका तामाङले देशको वास्तविक अवस्था आफ्नै आँखाले देखिन्। सडकका कुना काप्चामा फोहोरका थुप्राहरू, नालामा दुर्गन्ध र वातावरणप्रति व्यवस्था, अनि आफूले बाल्यकालमा भोगेको कठिन जीवनलाई सम्झिँदै उनले महसुस गरिन् कि आज पनि कतिपय बालबालिकाहरू त्यही अवस्था भोगिरहेका होलान्। यही सोचले उनलाई ग्रीन एन्ड क्लिन आशिका फाउन्डेसन स्थापना गर्न प्रेरित गर्यो। यो संस्था मार्फत उनले सरसफाई अभियानदेखि लिएर विभिन्न सामाजिक कार्यहरू सुरु गरिन्, जुन अभियान आज पनि निरन्तर रूपमा जारी छ। आशिकाले आफ्नो फाउन्डेसनको कामहरू सामाजिक सञ्जालमा निरन्तर देखाउँदै आइन्। उनका ती भिडियोहरूमा लाखौं भ्यूज र हजारौं लाइक आउन थाले र त्यसपछि उनी सामाजिक अभियन्ता भनेर चिनिन थालिन्।
तर सामाजिक कामको यो यात्रा त्यति सजिलो थिएन। उनले धेरै पटक सरकारभित्रका दलहरूबाट अवरोध सामना गर्नु पर्यो, किनकि उनी त्यति बेलाका ठूला नेताहरूप्रति पनि खुलेर असन्तुष्टि व्यक्त गर्थिन्। त्यही बीच विक्रम सम्वत 2081 माघ 2 मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आशिका तामाङलाई स्वयम्भूबाट अभद्र व्यवहार मुद्दामा पक्राउ गरियो। कारण थियो उनी र उनको समूहले पशुपति क्षेत्र विकास कोषले बिना कारण त्यहाँको केही सरसफाई कर्मचारी हटाएको विरोधमा प्रदर्शन गरेको हुनाले निकालिएका कर्मचारीहरूले हामीलाई बिना कारण पशुपति क्षेत्र विकास कोषले हटायो भनेर आशिका तामाङसँग सहयोग गरिदिनु पर्यो भनेका थिए र त्यही कारण आशिकाको टिम त्यहाँ गएको थियो र उनलाई पशुपति क्षेत्र विकास कोषको जाहेरी पत्रको आधारमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप मुद्दामा थुनामा राखिएको थियो र पछि अदालतले उनलाई 10,000 रुपियाँ धरोटीमा रिहा गर्यो। तर केही दिनमै अर्थात् माघ 27 गते उनलाई फेरि भक्तपुर प्रहरीले पुनः पक्राउ गर्यो। यो पटक उनलाई साँगामा रहेको पैदल पुलमा शुल्क असुल्ने संरचना तोडफोड गरेको आरोप लागेको थियो। तर उनी त्यहाँ सूर्य विनायक नगरपालिकाले पैदल पुलमा आवत जावत गर्ने सर्वसाधारण जनताबाट पैसा असुलिरहेको खबर सुनेर पुगेकी थिइन्। त्यहाँ पुगेर उनले टाँगिएका ब्यानरहरूमा आगो पनि लगाएकी थिइन्। त्यो पैदल पुल सूर्य विनायक नगरपालिकामा पर्छ र सोही नगरपालिकाले उनको विरुद्धमा प्रहरीमा उजुरी दर्ता गरेको थियो। यी घटनाहरूले उनको सामाजिक अभियानसँगै राजनीतिक विवादको सुरुवात पनि गरायो। तर आशिका रोकिएनन्। अहिले पनि उनी निरन्तर सामाजिक कार्यमा लागिरहेकी छिन्। आजको संसारमा जहाँ धेरैजना आफ्नो स्वार्थका लागि मात्र बोल्छन्, तर आशिका तामाङ जस्ता व्यक्तिहरूले देखाइरहेका छन् साँचो आवाज त्यही हो जसले निडर भएर देश र जनताको लागि सत्य बोल्छ। उनी कहिले सडकमा उभिएर न्यायका लागि लडिन्, कहिले अस्पतालमा पुगेर घाइते युवाहरूको हात समातिन्। उनले प्रमाणित गरिन् देशप्रेम केवल भाषण मात्र होइन, कार्य नै साँचो देशप्रेम हो। सामाजिक अन्यायको विरुद्ध आवाज उठाउने र जनताको लागि बिना शर्त काम गर्ने साहस राख्ने उनी आज धेरैका लागि प्रेरणाका स्रोत बनेकी छिन्। हो उनी विवादमा पर्न सक्छिन्, तर इतिहासले सम्झनेछ आशिका तामाङलाई एक असल नागरिक, एक निडर महिला र एक साँचो गार्जियन अफ द पिपलको रूपमा। यो थियो दुःख की सहारा आशिका तामाङको कथा। यदि तपाईलाई यो भिडियो मन पर्यो भने कृपया लाइक, शेयर र आउने यस्तै भिडियोहरू नछुटाउनको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हामी फेरि आउनेछौँ अर्को कथा सहित, त्यो कथा जसले तपाईलाई फेरि सोच्न बाध्य पार्नेछ। अन्त्यसम्म साथ दिनुभएकोमा धन्यवाद।